हामी अब घारो लगाएर खरानीको घारो भन्छौँ हामी, जे होस् भाँडा कालो नहुनलाई घारो लगाएर अब हामी कुकरमा भात बिसाइसकेका छौँ। आगो फुक्दैछौँ। बर्खा मासको अब आगो पनि बल्दैन, त्यसैले अब के गर्ने। गाउँघरको अवस्था यस्तै हो। चिप्स आलुको चप बनाएर खान्छौँ हामी। चुलामा राखेर आलु पाक्यो भने खानालाई यति मिठो हुन्छ, यति मिठो हुन्छ कुरै नगरौँ। यो सानी मेरी छोरी हो। हाम्रो दैनिकी जीवन यस्तै गरी चलिराखेको छ। कहिले उकाली, कहिले ओह्राली, कहिले भिर पाखा डाँडा काँडा भन्ज्याङ चौतारी गर्दै हाम्रा दिनहरू यस्तै गरी बित्दै गएका छन्। अब मेरो बुढीले आलु कलाउँदैछन् तरकारी खानको लागि। आलु कलाइसकेपछि अब हामी एकछिनपछि आलु भुटेको भिडियो पनि देखाउनेछौँ। आलु पनि यति राम्रो ठुला ठुला दाना लागेछन् कि के कुरा गर्ने, कुरै नगरौँ। छोरीले उता आलु राख्दैछ भाँडामा। अब आलु काट्न सुरु भयो। अब नुन खुर्सानी पिस्न पनि सुरु हुन थालिसक्यो। अब टिमुर हाल्दैछन्। अब यस्तो सिलौटोमा यसरी पिसिन्छ नुन खुर्सानी भाँको सबै मिसाएर। हाम्रो दिनचर्या यस्तै गरी बितिरहेको छ। उता भाजी साग पनि छ, बन्दागोपीको साग। नुन खुर्सानी पिस्दैछौँ। अब पन्यूमा माजा हाल्दैछौँ। अब यसलाई माजा राखेर बेसार हाल्न लागिसकेका छौँ। मजाले भुटन गर्न सुरु भयो। अब भुटन गरिसकेपछि भात दाल सबै खाइन्छ। अब हामी भुटन गर्न लागिसकेका छौँ। अब भुटेर लगभग सकिन लाग्यो। अब पाक्यो भने थोरै